इमेजिन गर्नुहोस् तपाईँ क्रिकेट खेल्दै हुनुहुन्छ या त आफ्नो फेभरेट गेम खेल्दै हुनुहुन्छ। त्यति बेला तपाईँको दिमागमा खासै थट्सहरू आउँदैनन् या त भनौँ तपाईँ ओभरथिङ्क गर्नुहुन्न, किनकि तपाईँ त्यो गेममा डुब्नु भएको हुन्छ र त्यति बेला न तपाईँलाई कुनै बाहिरी कुराको चिन्ता हुन्छ, न तपाईँले पास्टको एक्सपिरियन्सेसहरूले सताउँछ, न त फ्युचरको टेन्सनले। अब अर्को कुरा इमेजिन गर्नुहोस्, तपाईँ घरमा एक्लै हुनुहुन्छ, दिनभरि तपाईँले फोन चलाउनु भयो, तपाईँ दिनभरि ओभरथिङ्क गरेर बस्नुभयो र साँझ हुँदासम्म तपाईँलाई अलि स्ट्रेस्ड, अलि भारी, अलि अप्ठ्यारो जस्तो फिल भयो। यो दुईवटा सिचुएसनमा डिफ्रेन्स के छ त? खासै डिफ्रेन्स त छैन, मान्छे त सेम हो। तर डिफ्रेन्स के छ भन्दाखेरि एउटा सिचुएसनमा तपाईँ बसै हुनुहुन्छ, केही पनि गर्दै हुनुहुन्न, जस्ट फोन चलाएर बस्नु हुँदैछ। अर्को सिचुएसनमा तपाईँ गेम खेल्दै हुनुहुन्छ, यानि कि तपाईँ एक्सन लिँदै हुनुहुन्छ, केही गर्दै हुनुहुन्छ। या त हामी कुनै काममा इन्भल्भ भयौँ, कुनै काममा लाग्यौँ भने त्यो कुराले हाम्रो फोकस हाम्रो दिमागदेखि त्यो काममा बढी जान्छ। नत्र हामी खाली बस्दाखेरि हाम्रो फोकस बढी जस्तो हाम्रो दिमागमा हुन्छ, हामी सोच्दै गर्छौँ, त्यो कुरालाई अझै डिप गरेर हामी सोच्दै गर्छौँ, त्यही लुपमा फसिहाल्छौँ हामी। तर हामीले काम गऱ्यौँ भने हामी त्यो काममा बढी फोकस हुन्छ हाम्रो। तपाईँ नोटिस पनि गर्नुभयो होला, तपाईँ यदि बिजी हुनुहुन्छ या तपाईँ आफूले मनपर्ने कुराहरू गर्दै हुनुहुन्छ भने तपाईँलाई खासै चिन्ताले या त अरू कुराहरूले सताउँदैन। त्यो किन हुन्छ त भन्दाखेरि तपाईँ त्यो पर्टिकुलर काममा डुब्नु भएको हुन्छ, तपाईँले खासै चिन्तै हुँदैन अरू कुराहरूको। तपाईँ कहिले पनि स्ट्रेस्ड फिल गर्नुहुन्छ, डिप्रेसनले मलाई खायो जस्तो फिल गर्नुहुन्छ भने त्यसको एउटा सोल्युसन के हो भने तपाईँ एक्लै नबस्नुहोस्, या त साथीहरूसँग बस्नुहोस्, या आफूलाई राम्रो लाग्ने कामहरू गर्नुहोस्, गेमहरू खेल्नुहोस्। सो यसले के हुन्छ भन्दाखेरि तपाईँको फोकस आफ्नो दिमागदेखि त्यो काममा बढी हुन्छ। तपाईँको फोकस त्यो कुरामा भएका कारणले तपाईँको दिमाग टोटल्ली त्यो कुरामा आउँछ। तपाईँको स्ट्रेस लेभल अनि तपाईँको ओभरथिङ्किङ अटोमेटिकली घटिहाल्छ। त्यसैले धेरै प्लान बनाएर म यस्तो गर्छु भनेर धेरै दिमागहरूमा कुरा खेलाएर खासै केही पनि हुँदैन। त्यसैले पर्फेक्ट प्लान नभए हुन्छ, तपाईँ जस्ट स्टार्ट गर्नुहोस्, काम गर्न थालेपछि सबै कुरा आफै हुँदै जान्छ। यदि तपाईँ सोच्दै जानुभयो भने तपाईँ त्यही लुपमा फस्नुहुन्छ। तपाईँ सोच्नुहुन्छ अनि फेरि तपाईँलाई टेन्सन हुन्छ, फेरि तपाईँ टेन्सनको टेन्सन लिनुहुन्छ अनि फेरि स्ट्रेस भएपछि तपाईँ स्ट्रेस लिनुहुन्छ क्या। सो यो लुप त्यसरी काम गर्छ। त्यही भएर त्यो लुपबाट बाहिर आउने एउटा उपाय के हो भने एक्सन, बस काम गर्नुहोस्, अरू केही पनि चाहिएन। काम गर्दै जाँदाखेरि आफै डाइरेक्सन मिल्दै जान्छ, प्लानहरू बन्दै जान्छ, सबै कुरा आफै हुँदै जान्छ। आजको लागि यति नै, भेटौँला अर्को भिडियोमा। टिल देन किप लर्निङ।